विष्णुजङ बस्नेतज्यू, विजय थापाज्यू, साई युवा शक्ति नेपाल नेपाली जनताको ढुकढुकी आशा भरोसाको धरोहरको रूपमा एउटा संवादको रूपमा उभिएको युवा शक्ति नेपाल हो, जो आज सडकबाट अन्याय, अत्याचार, विकृति, विसङ्गति विरुद्ध आफ्ना आवाजहरू बुलन्द गर्दै हिँडेको देशको संवादको रूपमा रहेको एउटा साई युवा शक्ति नेपालद्वारा आयोजित यस विशेष पत्रकार सम्मेलनमा नागरिक बचाउ महाअभियान नेपालले आगामी चैत्र 15 गते राष्ट्रव्यापी रूपले आयोजना गरिरहेको बृहत नागरिक जनविद्रोहको घोषणा सभामा ऐक्यबद्धता जाहेर गर्दै तपाईको लोकप्रिय मिडिया मार्फत सम्पूर्ण देशभक्त, राजावादी, हिन्दूवादी, राष्ट्रवादी, चरम भ्रष्टाचार विरोधी नागरिकहरूलाई ऐक्यबद्धता जाहेर गर्दै राजधानीको पिङकुने स्थित खुल्ला मैदानमा आयोजना गरेको बृहत नागरिक जनविद्रोह सभामा शरीक हुनको लागि तपाईको लोकप्रिय मिडिया मार्फत आह्वान गर्दै हामी ऐक्यबद्धता जाहेर गर्दै सबै राष्ट्रवादी शक्तिहरू एउटै कित्तामा उभिएर अगाडि बढ्नको लागि हार्दिक आग्रह र अनुरोध गर्दै यो कार्यक्रमको आयोजना गरेको म सबै सामु जाहेर गर्न चाहन्छु। 2079 साल फाल्गुन 1 गते राजा ज्ञानेन्द्र वीरविक्रम शाह सरकारको हस्तबाहुलीबाट पूर्वको पवित्र भूमि मेची नदीको किनारमा दीप प्रज्वलन गरेर नागरिक बचाउ महाअभियानका केन्द्रीय संयोजक श्रद्धेय दुर्गा परसाई ज्यूको हातमा दीप राखेर यो अन्धकारलाई उज्यालोको ज्योति छर्दै तपाई मात्र देशको कहीँ कसैसित नझुकेको, कहीँ कसैसित नझुकेको, कहीँ पनि दाग नलागेको एउटा सपूतलाई मैले देखेँ। यो दीप नेपाली जनताको आशाको दीप हो, भरोसाको दीप हो, अन्याय र अत्याचारको अन्त्य गर्दै उज्यालो ज्योति छर्ने दीप हो। यो दीपलाई बोकेर अगाडि बढ्नुहोस्, यसलाई निम्न नदिनुहोस् भनेर हुकुम बक्से बमोजिम आज हामी तेस्रो वर्षमा त्यो दीपलाई हातमा बोकेर अन्याय, अत्याचार, विकृति, विसङ्गति, चरम भ्रष्टाचार विरुद्धमा यो 34 वर्षमा गणतन्त्रले उजाड पारेका बस्तीका गाउँ गाउँ, शहर शहरमा पुगेर 65औं नागरिक जागरण सभा सम्पन्न गर्दै गर्दै 66औं बृहत नागरिक घोषणा सभा लिएर तपाईहरूको राजधानीमा, यहाँहरूको घर दैलोमा अब यो व्यवस्थाको अन्त्य गर्नको लागि, यो व्यवस्थाको अन्त्यसँगै नागरिकको अवस्थामा, दिनचर्यामा, जीवन शैलीमा परिवर्तन गर्ने लक्ष्य र उद्देश्यका साथ अगाडि बढेको कुरा म यहाँहरूलाई जाहेर गर्न चाहन्छु। यो लडाई दुर्गा परसाई, साई युवा शक्ति, क्षेत्रीय समाज, राष्ट्रिय हिन्दू एकता मंच नेपाल लगायतका राष्ट्रवादीहरूको मात्र लडाई होइन, यो हरेक नेपालीको गाँस बाँस र कपाससँग जोडिएको लडाई हो। तपाईका छोराछोरीको भाग्य र भविष्यसँग जोडिएको लडाई हो। तपाईको साउदी, कतार र मलेसियाको 45 देखि 50 डिग्रीको तापक्रममा भेडा चराउन, भाडा माझ्न, बालुवा बोक्न गएको तपाईको छोरा, तपाईको श्रीमान, तपाईको श्रीमती, तपाईको छोरीलाई घर फर्काउने अभियान हो। यो अभियान भनेको बम्बईका कोठीदेखि विदेशका डान्स बार र कोठीहरूमा पुर्याएर नारकीय जीवन जिउन बाध्य तपाईको छोरीलाई घर फिर्काउने अभियान हो। यो अभियान भनेको साउदी, कतार र मलेसियामा भविष्यको सुनौलो सपना देखेर गएका तपाईका छोराछोरी अहिले पनि 7,000 भन्दा बढी जेलमा परेका छन्। ती जेलमा परेको तपाईको छोरा, तपाईको छोरी, तपाईको श्रीमान र श्रीमतीलाई घर फर्काउने अभियान हो। यो लडाई भनेको तपाईको विखण्डित परिवारलाई संगठित बनाउने लडाई हो। यो अभियान भनेको तपाईले जानेर या नजानेर हिजो लिनु भएको 20 लाख भन्दा मुनिको ऋण मिना गर्ने लडाई हो, जसका कारणले गर्दा आज नेपालको 1 करोड 60 लाख 3 करोड जनता भएको देशका 1 करोड 60 लाख भन्दा बढी युवाहरू
विदेशीमा बाध्य भएका छन्। त्यही 20 लाख भन्दा मुनिको ऋण तिर्न नसकेको कारणले आज तपाईँको घर विखण्डित भएको छ। 34 वर्षमा गणतन्त्रले के दियो? हिजो घर घरमा सहकारी, गाउँ गाउँमा सहकारी भएर स्थापना भएका गणतन्त्रवादी पार्टीहरूले आज गाउँमा सहकारीको स्थापना गरेर तपाईलाई चाहँदा नचाहँदै पनि जबरजस्ती लघु वित्तको नाममा महिलाहरूलाई ऋण प्रदान गरे। विश्व अर्थतन्त्रमा आएको आर्थिक क्राइसिस र कोभिडका कारणले गर्दाखेरि तपाईले जेमा लगानी गर्नुभएको थियो, तपाईको उद्योग, तपाईको व्यापार, तपाईका कल कारखाना सबै तहस नहस हुन पुगे। आज तपाईले कहीँ कतैबाट ऋण तिर्ने अवस्था छैन। त्यही ऋणका कारणले गर्दा आज तपाईको परिवार विखण्डित भएको छ। त्यही ऋणका कारणले गर्दा आज श्रीमान र श्रीमती बीचमा डिभोर्स भएको छ। त्यही ऋणका कारणले गर्दा आज तपाईहरू हामीले आम तमाम सर्वहारा गरिब उत्पीडनमा परेका नागरिकहरूले आत्महत्या गर्न विवश बन्नु परेको छ। त्यस्तो परिवेशमा झापाको केचना कबरमा 15,000, 45,000 र 65,000 ऋण तिर्न नसकेर तीनवटी छोरीहरूले एउटै बैरको रूपमा पासो लगाएर विगत आत्महत्या गरेको हृदय विदारक दृश्यलाई देखेर नागरिक बचाउ महाअभियानका केन्द्रीय संयोजक श्रद्धेय दुर्गा प्रसादज्यूले यो अभियानको प्रतिपादन गर्नुभएको हो। इलामका प्रेम आचार्यले यो रूपमा गरी खान नसकेपछि संसद भवन अगाडि पेट्रोल खन्याएर आत्मदाह गरेको हृदय विदारक कथा र व्यथा देखेपछि कुनै पनि नेपालीको छोराले अब उपरान्त यो देशमा गरी खान नसकेर आत्मदाह गर्नु नपरोस् भनेर दुर्गा प्रसादजीले यो अभियानको सुरुवात गर्नुभएको। एउटा युवाले आफ्नो शरीरमा